यस्तो भ्यू हेर्नु होला यस्तो यहाँ चाहिँ यहाँ चाहिँ उता कति टाढै टाढा क्या ओ सिरु आमा चालो खो हि दुईटा हाल्दा भयो यत्रो टार्गेट आएको कति साह्रो उनीहरू अहिले बुहारी हाँसी के धेरै टाढा नि आज म त स्कुल गएन आज भोलि पनि जान्न उता जानुभयो ट्रिटमेन्ट गर्छु अनि हामी त्यही सुतेर बसिरहेको थियौँ अनि आउनुभयो ऊ पनि सुत्नुभयो घरतिर जानु नम्बरै पाएन हेर्दा 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 नानीलाई म्यासेज गर्यो नानीले म्यासेज पनि रिप्लाई गर्नु भएन अनि फेरि बस पार्कमा आएको थिएँ काममा जानुभएको थियो होला अनि होला पार्वती आ छैन हामीलाई चाहिँ फोन गरे आउने होइन भनेर बोलाउनु सावित्री बोल्नु आइरहन्छ सावित्री पनि गएर अस्ति हजारमा लगेर राख्छ लुबुमा त छ लुबुको म एक्चुअली आफै गाडी लिएर गएको थिएँ अनि ठ्याक्कै बहिनीको घर भन्दा अझै यतापट्टि नै त्यो सिमटी खाली गर्न पुगेर म हानेको त्यही रहेछ अनि एकछिन अहिले हाल्ने कति पारा छ क्या यो बच्चाले अहिले हाल्ने हो भने सुत्ने बेलामा के हाल्ने रे कानमा के भएको कान दुखै गरेछ भनिरहेको थियो एउटा भएको थियो हर्किने जन्मेदेखिबाट एकैचोटि 31-32 वर्षको पछि बल्ल आयो पहिलोचोटि आयो पहिलोचोटि सानो थियो है बाबाले लिएर सानो थियो अनि कहाँ अब अहिले त कहाँ छ धेरै वर्षपछि अनि अब यता आएको बेलामा